र यो बच्चामा अब के त सास बन्द भयो, मानिलु पानीमा डुब्यो या दुर्घटना या अन्य कारणले या खाना खाँदा अड्किँदा जे भए पनि सास बन्द भयो भने हामीले पहिलो प्रक्रिया के त अब हामीले तुरुन्तै बच्चालाई चाहिँ यसरी चाहिँ मुखबाट चाहिँ पहिला सास दिनु पर्यो है। नाक र मुख आफ्नो मुखले कभर हुने गरी यसरी हामीले 1 2 3 4 5 चोटि सास दिने र सास दिँदाखेरिमा घाँटीलाई हल्का माथि उचाल्न नबिर्सिने तपाईहरुले है। र 5 चोटि सास दिइसकेपछि अब के गर्छौं त हातले बिल्कुलै यानेर टाउकोमा यसरी सपोर्ट गर्ने है, नत्र भने घाँटीमा गर्दनमा भाँचिन सक्छ। र दुईटा अम्लोले मात्रै बिल्कुलै चेस्टको निपल लाइन र सेन्ट्रल चेस्टको बीचमा हामीले अम्लो यसरी राख्ने र अब यसरी 30 चोटि दबाउने। 20 21 22 23 24 25 26 27 28 29 30 चोटि भयो। अब दुई चोटि सास दिने फेरि 1 2 दुई चोटि भयो। अब फेरि 30 चोटि र यो प्रक्रियालाई कन्टिन्यू राख्ने र यदि बच्चाले सास फेर्न थाल्यो भने चाहिँ स्टप गर्ने। अब मुखमा सास दिने या छातीमा दबाउने नगर्ने र यदि बच्चाले सास फेर्न थाल्यो भने चाहिँ हामीले यसरी लिएर रिकभरी पोजिसनमा यसरी राख्ने बच्चालाई र अस्पताल लाने क्रम पनि गरिहाल्ने है। किन भन्दा केही समयपछि फेरि सास बन्द हुन पनि सक्छ, विविध कारणले हुन सक्छ, त्यसले गर्दा अस्पताल चाहिँ जानै पर्छ। धन्यवाद।